डिकोडिङ नेवा सङ्ग्स। हामीसँग धेरै नै नेवा गीतहरू छन् जुन एकदमै रोमान्टिक र मिनिङफुल छन्, तर त्यसको अर्थ आजकल धेरैलाई थाहा नभएको हुनाले कसैले पनि त्यो गीतहरू सुन्दैनन्। So today I'm here with one of my favorite नेवा songs. Welcome to Decoding स्वेदका सोइगुमको part 1. So first मा गीत सुनौँ है त। स्वेदका सोइगुमको मिखालत छुया मेरो सौचमते धा। स्वेदका सोइगुमको भनेको चाहिँ हेर्छु भनेर हेरेको होइन भन्ने हो। मिखालवा त छुया मेजु भनेको आँखा जुद्यो के गर्ने मेजु भनेर सोधेको हो। तचा मते ना भनेको नरिसाउ है भनेर भनेको हो। स्वरे गुली मछा मजु भनेको हेर कति लाज नभएको। सुरु सुरु झाँस भाजु भनेको खुरु खुरु जानुस भाजु भनेर भनेको हो। थगु लिन भनेको आफ्नो बाटो लिएर हो। केटाले भन्छ हेर्छु भनेर हेरेको होइन, आँखा जुद्यो के गर्ने मेजु नरिसाउ है भनेर। अनि केटीले भन्छ हेर न कति लाज नभएको, खुरु खुरु जानुस भाजु आफ्नो बाटो हेरेर। लाडोले प्यास चाया उखे तुखे माया जुया सत्य सत्य छन्ता मको खाले जट सोइगु मेजु सौचमते धा। ल तोने प्यास चाया भनेको पानी खान तिर्खा लागेर हो। उखे थुखे माला जुया भनेको यता उति खोज्दै हिँडे। सत्य सत्य छन् त मखु भनेको साँच्ची साँच्ची तिमीलाई होइन। घले जक्क सोइगु मेजु भनेको गाग्रीलाई मात्रै हेरेको मेजु भनेको हो। फेरि तचा मते ना भनेको नरिसाउ है भनेर भनेको हो। मस्यु मकु भनेको चिनेको होइन। सो मस्यु मकु तस्यु भनेको चिनेको जानेको होइन। गन छक्क खाना मकु भनेको कतै एकचोटि देखेको होइन भनेको हो। झका झका नतुई भए त भनेको यत्तिकै बोल्न आउनुको लागि। मछा मजु ला भाजु भनेको लाज लाग्दैन भाजु भनेको हो। लज्जा मचाला भनेको लज्जा आउँदैन भनेर सोधेको हो। सो केटाले भन्छ पानी खान तिर्खा लागेर यता उति खोज्दै हिँडे। साँच्ची साँच्ची तिमीलाई होइन, गाग्रीलाई मात्र हेरेको मेजु नरिसाउ है भनेको हो। अनि केटीले भन्छ चिन्नु न जान्नु केही छैन, कतै एकचोटि देखेको पनि छैन। यत्तिकै बोल्न आउनुको लागि लाज छैन भाजु, लज्जा लाग्दैन भनेर सोधेको हो। That's it for part 1 of स्वेदका सोइगुमको. Follow for part 2.